प्रश्न नम्बर 1 सबैभन्दा बढी अक्सिजन दिने बिरुवा कुन हो? अप्सन ए अम्बा, अप्सन बी तुलसी, अप्सन सी पिपल, अप्सन डी नीम। राइट आन्सर रहेको छ अप्सन सी पिपल। प्रश्न नम्बर 2 महाभारत ग्रन्थको रचना कसले गरेका हुन्? अप्सन ए गुरु नानक, अप्सन बी वेदव्यास, अप्सन सी वाल्मीकि, अप्सन डी चाणक्य। राइट आन्सर रहेको छ अप्सन बी वेदव्यास। प्रश्न नम्बर 3 विश्वमा सबैभन्दा बढी कोइला उत्पादन गर्ने देश कुन हो? अप्सन ए भारत, अप्सन बी भुटान, अप्सन सी चीन, अप्सन डी जापान। राइट आन्सर रहेको छ अप्सन सी चीन। प्रश्न नम्बर 4 परेवा बस्ने ठाउँलाई के भनिन्छ? अप्सन ए गोठ, अप्सन बी खोर, अप्सन सी गुड, अप्सन डी गञ्ज। राइट आन्सर रहेको छ अप्सन डी गञ्ज। प्रश्न नम्बर 5 साइकलको आविष्कार कसले गरेका हुन्? अप्सन ए माइकल फ्याराडे, अप्सन बी मेकमिलन, अप्सन सी एडविन, अप्सन डी जेम्स वाट। राइट आन्सर रहेको छ अप्सन बी मेकमिलन। प्रश्न नम्बर 6 सुन्दरीहरूको देश भनेर कुन देशलाई बुझिन्छ? अप्सन ए थाइल्यान्ड, अप्सन बी जापान, अप्सन सी चीन, अप्सन डी भेनेजुएला। राइट आन्सर रहेको छ अप्सन डी भेनेजुएला। प्रश्न नम्बर 7 नेपालको प्रथम प्रामाणिक राजा को हुन्? अप्सन ए अंशुवर्मा, अप्सन बी पृथ्वीनारायण शाह, अप्सन सी मानदेव, अप्सन डी भुक्तमान। राइट आन्सर रहेको छ अप्सन सी मानदेव। प्रश्न नम्बर 8 बालकको सलनाल काट्ने चलन कसले चलाए? अप्सन ए पृथ्वीनारायण शाह, अप्सन बी अंशुवर्मा, अप्सन सी भुक्तमान, अप्सन डी प्रचण्डदेव। राइट आन्सर रहेको छ अप्सन बी अंशुवर्मा। प्रश्न नम्बर 9 तामाको पैसा प्रचलनमा ल्याउने मल्ल राजा को हुन्? अप्सन ए मानदेव, अप्सन बी रत्नमल्ल, अप्सन सी जयस्थिति मल्ल, अप्सन डी अंशुवर्मा। राइट आन्सर रहेको छ अप्सन बी रत्नमल्ल। प्रश्न नम्बर 10 बाघको बच्चालाई के भनिन्छ? अप्सन ए ट्युरो, अप्सन बी गाडु, अप्सन सी उल्लु, अप्सन डी डमरु। राइट आन्सर रहेको छ अप्सन डी डमरु।